दर्शकबिन नमस्ते। म तपाईँ यो भदौर विमानस्थलको दृश्य यो घटनास्थल हामी तपाईँलाई देखाइरहेको छौँ। यहाँ देख्न सक्नुहुन्छ यो काठमाडौँबाट ल्यान्डिङ गर्ने क्रममा चाहिँ यो बुद्धहरूको जहाज रनवेबाट चिप्लिएर दुर्घटना भएको हो। हामी तपाईँलाई यो दृश्य देखाइरहेको छौँ। यहाँ देख्न सक्नुहुन्छ। जाउँ न जाउँ न अगाडि किन जानु देखाउनु न देखाइरहेको छु तपाईँलाई यो दृश्य हो। काठमाडौँबाट 51 जना यात्रु आउने क्रममा यो रनवेबाट चिप्लिएको विमान बुद्धहरूको विमान हो। हामी तपाईँलाई देखाइरहेको छौँ। यो यहाँ 51 जना यात्रु सकुशल हुनुहुन्छ। यहाँ खोल्सी छ, खोल्सीमा गएर यो अड्केको अवस्था छ प्लेन। हामी तपाईँलाई यो दृश्य देखाइरहेको छौँ। यहाँ देख्न सक्नुहुन्छ। यहाँ यात्रुको यहाँ देख्न सक्नुहुन्छ। यो अहिले पनि उद्धार कार्य जारी छ। यहाँ सुरक्षा तैनात छ। यहाँ जोखिमै छ। दुर्घटना स्थल हो यो। देख्न सक्नुहुन्छ। यो हुन्छ। यहाँ बुद्धहरूको जहाज दुर्घटनाग्रस्त अवस्थामा यो भदौर विमानस्थलको दृश्य हामी तपाईँलाई देखाइरहेको छौँ। ल त्यो ब्यागेजहरू निकाल्दैछु, प्यासेन्जर ग्यासहरू छ है। इन्जिनियर साइड के भन्नु छैन हस्पिटल 4-5 जनाको दौडाएको छ। यो ढोका फुटाएर चाहिँ यात्रुहरू सकुशल बाहिर निस्केको यहाँ जानकारी दिएको छ सुरक्षा निकायहरूबाट। यहाँ जम्मा 51 जना यात्रुहरू काठमाडौँबाट भदौपुर आएका थिए र ओर्लिन ल्यान्डिङ हुने क्रममा चाहिँ यो रनवेबाट चिप्लिएर यो कम्तीमा 150 मिटर घाँसे मैदानतर्फ छिरेर यो दुर्घटना भएको हो। हामी तपाईँलाई देखाइरहेको छौँ। यो अगाडि जाँदैनौँ हामी। कम्दै कति बजेको यो कति बजेको ल्यान्डिङ हो? 9 बजेको ल्यान्डिङ। 9 यहाँ सिडिओ जिल्लाका एसपीहरू पनि यहाँ दुर्घटनास्थलमा निरीक्षण गरेर गइसक्नु भएको छ। यहाँ फायर ब्रिगेडहरू पनि यहाँ तैनात रहेको अवस्था छ। यहाँ देख्न सक्नुहुन्छ। ओइल निकाल्छ। के निकाल्छ? ओइल यहाँ ओइल यो फ्युल यहाँ फ्युल निकाल्ने तयारी छ। यहाँ देख्न सक्नुहुन्छ। उहाँहरू चाहिँ फ्युल निकाल्ने तयारीमा हुनुहुन्छ। यो रातको समय भएको कारणले गर्दाखेरि यहाँ चाहिँ केही समस्या भएको हो। धन्न आज कुनै दुर्घटना घटेको छैन। हामी तपाईँले दृश्य देखाइरहेको छौँ। यहाँ फ्युल ट्याङ्क पनि आएर यहाँ राखेको अवस्था छ। यहाँ किशोर कुमार खत्री नागरिक उड्डयन कार्यालयका प्रमुख चन्द्रगढीका उहाँका अनुसार चाहिँ 51 जना यात्रुहरू काठमाडौँबाट भदौपुर आउने क्रममा चाहिँ यो घटना घटेको जानकारी दिनुभएको छ। यो घटना ठ्याक्कै 9:10 भएको उहाँको भनाइ पनि छ। हामी तपाईँलाई देखाइरहेको छौँ। यहाँ 3 अङ्गका सुरक्षा निकायहरू यहाँ तैनात छ। यहाँ कुनै अप्रिय घटना भने घटेको छैन। हामी तपाईँलाई यो रातको समयको दृश्य देखाइरहेका छौँ। यहाँ देख्न सक्नुहुन्छ।
बाह्र नियन्त्रणदेखि लिएर यो फ्युल तान्ने गाडी पनि यहाँ ल्याइएको अवस्था छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ फ्युल तान्ने तयारी भइरहेको अवस्था छ। यहाँ ल्यागेजहरू पनि निकाल्ने काम भइरहेको अवस्था छ। ल्यागेजहरू यात्रुहरूको ल्यागेजहरू पनि अहिले पनि भित्रै गएको छ। दाइ नमस्ते, ठिक छ दाजु? हजुरको के छ? चिपले त काठमाडौँ आउने क्रममा सिधै रनवेबाट पूर्वतिर घाँसे मैदानतर्फ लागे 150 मिटर भित्र। होइन ओर्लिँदाखेरि काठमाडौँबाट ओर्लिँदा झापा भदौपुर आउँदा हजुर 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 बस्ने क्रममा अहिले 51जना यात्रुहरू थिए। त्यसमा अग्नि खरेल अनि हाम्रो अर्जुनदार नगरपालिका मेयर साहब होइन, अनि उहाँ लगायत 51जना हुनुहुन्थ्यो। अनि 4जना चालक दलको 2जना चालक दल अनि 2जना ओभरस्टेज हुनुहुन्थ्यो 4जना। अनि यो चाहिँ लगभग रनवेदेखि 150 मिटर भित्र छिरेछ। त्यो खोल्सी छ अगाडि, त्यो खोल्सीमा गएर अड्केको अवस्था छ। र 51 जना त्यो अगाडि खोल्सी छ कि एउटा खोल्सो जस्तो पानीको, त्यहाँ गएर अड्केको अवस्था छ होइन। अनि यहाँ आगो लागेको छैन। अहिले फ्युल निकाल्ने काम भइरहेछ, ल्यागेजहरू निकाल्ने काम भइरहेको छ यहाँ। अनि दाइ अरू केही अपडेट निस्किसके? मैले एउटा भिडियो पनि पठाएको थिएँ अघि ग्रुपमा। त्यो त्यही त अब हजुरलाई मैले अब त म त स्पोर्टमा छु होइन, अब गएर कतिखेर लेख्नु र के गर्नु। अब हजुरले मैले सूचना दिएँ, हजुरले अब त्यहाँ अफिसमै हुनुहुन्छ नि त हजुर त होइन? हजुर पुरा कति बजीसम्म पठाउँदा हुन्छ भाइ? आधा घन्टामा त सम्म होला र हुँदैन। यहाँ रनवेबाट निस्किने लाग्छ आधा घन्टा। कति भित्र रहेछ रनवे, हिँड्दै भित्र छिटेको। हजुर हजुर 150 मिटर भित्र त्यो घाँसे मैदानबाट सिधै भित्र छिरेर खोल्सीमा गएर अड्के। अनि त्यहाँ यात्रुहरू अतालिए होइन, धन्नो बच्यो। यो ब्लास्ट चाहिँ त्यो केही भएन, दुर्घटना आगो थागो केही लागेन। अब आगो लाग्दा चाहिँ ठुलै क्षति हुन्थ्यो होइन। यहाँ ल्यागेजहरू पनि अहिले ल्यागेजहरू अनि फ्युलहरू निकाल्ने कामहरू पनि भइरहेको अवस्था छ अहिले। अब यो रातिको समय भएर गर्दाखेरि पनि केही समस्या भइरहेछ क्या यहाँ। अब रातको समय हो। पुरै तपाईँको म हजुरलाई यहाँको स्पोर्टको फोटोहरू पनि पठाइदिउँ ल ग्रुपमा। अनि हजुरले त्यो अनुसार अलि थप के चाहियो भने म हजुरलाई भन्नुला नि त। त्यहाँ अलिअलि अनलाइनमा पनि आएको रहेछ होइन। अब त्यो समुदायलाई मैले त टिपाइदिएछ कि। अनि ए हुन्छ दाइ ल ल ल। यहाँ यात्रुको कतिको थाहा तपाईँले हालेको टक्क त्यतिखेर म त तपाईँले मलाई फोन गर्नु त भनेको त मान्छे छैन पत्तो कसैको। मलाई यहाँ गाउँको मान्छे म त तपाईँको पोस्ट हेरेर तुरुन्त 4टा फोन हानेको, कसैले फोनै उठाइरहेको छैन होइन। अनि तुरुन्त अनि बन्धुले फोन उठाएपछि म तुरुन्तै यहाँको पछाडि अब खिच्नै पाइँदैन। फेरि यताबाट यहाँ ल्यागेजहरू निकाल्ने काम भइरहेको छ। यात्रुहरू पनि सुरक्षित, ल्यागेजहरू पनि सुरक्षित छ। यो अप्रिय घटना हुनबाट जोगिएको छ आज भद्रपुरमा। यो भदौपुर विमानस्थलमा यो पहिलोचोटि यस्तो दुर्घटना भएको हो पनि हो। योभन्दा अगाडि यस्तो घटना घटेको थिएन। यो चाहिँ ओभरसुट गर्न पाएन क्या, ओभरसुट गर्न पाएन, फ्लाइटले ओभरसुट गर्न पाएन क्या। त्यही भएर चाहिँ त्यो भयो। त्यही भएर यस्तो भएको। त्यो ओभरसुट भन्नाले कस्तो तरिकाले हुन्छ? जस्तै उसले ल्यान्डिङ गर्न खोज्यो, ल्यान्डिङ गर्न खोजेपछि उसले रनवे नै भेटेन क्या। अलिक टाढा अगाडि गइदिएपछि अब ल्यान्डिङ गरौँ कि नगरौँ भयो। अनि ओभरसुट गर्न खोज्यो, त्यो पनि भएन क्या। त्यो नभ्याएपछि ठ्याक्कै यहाँ नालामा बजारियो क्या। यो त्यो कुरो भनौँ त्यो चालक दलको ओभरसुट गर्न भ्याएन छ क्रिउले। ओभरसुट गर्ने क्रममा ओभरसुट
गरेको भए चाहिँ गरेको हुन्थ्यो गरे हुन्थ्यो उसले तर भएन। भ्याएन क्या चलो यो ओभरसुट गर्ने क्रममा पनि यो दुर्घटना भएछ भन्ने कुरो यहाँ आएको छ यो विमानस्थलका कर्मचारीहरूले त्यो जानकारी हामीलाई दिएको छ यो देख्न सक्नुहुन्छ यो घटनास्थल एम्बुलेन्सहरू पनि छ ल्याएर निकाल्ने काम भइरहेको छ यो देख्न सक्नुहुन्छ यो घटनास्थल भन्नको नि आज अप्रिय घटना घटेको छ भद्रपुरमा यो शुभ हो सबै यात्रुको लागि पनि यो सबै यात्रुहरू सकुशल अहिले विमानस्थलमा प्रतीक्षालयमा बसिरहेको अवस्था पनि छ यहाँ ल्यागेजहरूको प्रतीक्षामा उहाँहरू हुनुहुन्छ यहाँ ल्यागेजहरू निकाल्ने काम पनि भइरहेको छ देख्न सक्नुहुन्छ यो दुर्घटनास्थल हामी तपाईँलाई देखाइरहेको छौँ यो खुल्सीमा गएर यो प्लेन अड्केको हो त्यो बुद्धेरको जहाज हो त्यो ल्यान्डिङ गर्ने क्रममा ओभरसुट भएर चाहिँ यो घटना घटेको भन्ने कुरो जानकारी प्राप्त भएको छ